यो भिडियो सीफुड लभरहरूको लागि हो। यदि तपाईँ विदेश जान्छु अनि टन्न सीफुड ट्राई गर्छु भनेर सोचिराख्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेरिदिनु होला हैन। मैले एउटा कहानीसँग रिलेट गरेँ। हामी कामको सिलसिलामा चाहिँ श्रीलङ्का गएको थियौँ हैन। त्यहाँ गइसकेपछि काम सकियो, त्यसपछि हामी बीचमा गएर यसो रमाइलो गरौँ भनेर भन्यौँ हैन। एक दुईजना साथीलाई एकदम सीफुड ट्राई गर्न मन रहेछ, उहाँहरूले चाहिँ मगाउनु भयो र अनि टेस्ट पनि गर्यौँ के हैन। त्यसपछि त्यसको 1-2 मिनेटपछि एकजना साथीलाई एकदम शरीरमा एलर्जी भयो हैन, अनि खोकी लाग्न थाल्यो के। अनि उसलाई चाहिँ गाह्रो भइरहेको थियो अनि हामीले चाहिँ एउटा एलर्जीको मेडिसिन चाहिँ थियो झोलामा, अनि दियौँ। उसलाई दिइसकेपछि हल्का कम्फर्ट चाहिँ भयो ऊ। अब यसमा के हुन्छ भने यदि तपाईँ एलर्जीको बिरामी हो अथवा चाहिँ पहिलोचोटि चाहिँ ट्राई गर्दै हुनुहुन्छ भने तपाईँलाई सामान्य एलर्जीदेखि लिएर एनाफिलेक्सिस भन्ने कन्डिसन समेत हुनसक्छ, जसले गर्दा ज्यानै समेत जान सक्ने हुन्छ हैन। त्यही भएर चाहिँ एकदम ध्यान दिनु होला। यदि खाइसकेपछि तपाईँको ओठ सुनिने हैन, खोकी लाग्ने, अनि त्यसपछि सास फेर्न गाह्रो हुने, घ्यार हुने, अनि त्यसपछि भमिट हुने हैन, पेट दुख्ने, अनि चक्कर आउने, ढलमला जस्तो हुने हैन, शरीरमा र्यास आउने, चिलाउने भयो भने तुरन्त अस्पतालमा जानु होला, किनभने यसले ज्यानै समेत लिन सक्छ। ख्याल चाहिँ नगर्नु होला हैन, यसले ज्यानै समेत लिन सक्छ है त।